हेलो गुड मर्निङ दाक्सु हाम्रो खालिङ ब्लगमा स्वागत छ हजुरहरूलाई। आज चाहिँ हामी आमा छोरा छिट्टै उठ्यौँ बिहान बिहानै। हामी चाहिँ अब पशुपति मन्दिर जान लागेको, हजुरहरूले दर्शन गर्नु होला। अब हामी एकछिनपछि जान लागेको। हाम्रो कान्छो छोरो नक्कली उठेर पनि रेडी हुँदैछ। यहाँ छिटो छिटो जान खोजिरहेको छ साथीहरू। अब मन्दिरमा पुगेपछि म भिडियो बनाउँछु नि, भेटौँला है त। जग्गा जग्गा नि भन्यो नि त नि। आइपुग्यो पशुपति भर्खर गेटमा आइपुग्यो। अब पुग्न लाग्यो। अब सानो किन्छौँ, त्यसपछि हामी भित्र छिर्छौँ। मेरो बेबी खुसी भएको छ। मेरो बेबी हाँस्देऊ न। हाम्रो कान्छा हाँस्दैन पनि नकलु, हाम्रो नकलु बनाउने मन्दिर आउँदा फोटो नै खिच्यौँ। अहिले फोटो नै खिच्यौँ सबै। भिड छ कि भिड छ, धेरै सबैजना दर्शनार्थीहरू हुनुहुन्छ। साथीहरू एकदम रमाइलो भयो। साँझ भयो, 4:30 खोल्नु भएको रहेछ। यहाँ दर्शन गर्नलाई चाहिँ सजिलो भयो, लाइन धेरै बस्नु पनि परेन। हिँड्दैछ मेरो कान्छो। हामी चाहिँ सबै सकेर पनि बाहिर निस्किनु लागेको। यहाँ बाहिर पढेवा कस्तो मजाले कुदेको मेरो छोरा चाहिँ यहाँ फोहोर भएर हिँड्न गयो। कति खुसी भयो, ताली बजाएर नाचेर। अब भित्र चाहिँ भिडियो बनाउनु हुने नि त, त्यही भएर बाहिर आएर बनाउँदैछु। अब हामी सबै सकेर हिँड्न लाग्यो। पशुपतिमा चाहिँ सबैको रक्षा गरौँ, सबै राम्रो होस्, सबैजनाको हाम्रो फ्यामिलीहरू सबैजना हेर्नु होला सबैजनाले। अब हामी मेरो कान्छो कान्छो हाँस्दिनु रेख्दो म हाँस्दिनु न। हिँड्यो गरिरहेछ। टुकुन टुकुन हिँड्यो मेरो कान्छो। बाहिर निस्किसक्यौँ, मन्दिर बाहिर निस्किसक्यौँ हामी चाहिँ। यो कान्छाको चकचक देखेर चाहिँ आम्मामा
हाँस्देऊ 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 मान्छे बुढाबुढी आज बुढोको छुट्टीको दिन उहाँले यहाँ मन्दिर ल्याउनु भएको पशुपति बनाउँदै नमान्ने क्या बुढाहरू ट्याक्सी आयो ट्याक्सी आयो सानो यसले बुढो हाई भनौँ न के हो बुढो हाई भनौँ न टोक्छ है त्यसले टोक्छ है नगर है टोक्छ भएन ल साथीहरू हामी घर पनि आइसक्यौँ पूजा गरेर पनि अब एकछिनमा खाना बनाउने अनि खाने आज यसरी नै अहिलेसम्मको दिन चाहिँ बितिरहेछ अब के गर्छु पछि नै म अपडेट गर्छु है हजुरहरूलाई